गुड मर्निङ, नमस्कार। प्रिय स्पेसल छ गाइज। तिमीहरू जतिसुकै बालेनको विरोध गर, जतिसुकै मिडिया ट्रायल गर, जतिसुकै आन्दोलन गर, जतिसुकै जुलुस गर, हामी बालेनको साथ कहिले पनि छोड्दैनौँ। किनभने 30-40 वर्षदेखि नेपाल र नेपाली जनता लुट्ने एमाले काङ्ग्रेस भन्दा त बालेन शाह त 100औं गुणा, हजारौं, लाखौं गुणा बालेन शाह राम्रो छन्। कुरा बुझ्यौ? भत्वा हो। तिमीहरू अहिले सत्ता बाहिर छौ। सत्ता बाहिर बस्नाको छटपटीले गर्दा तिमीहरूको मुखबाट आदर्शको कुरा निक्लिएछ, राष्ट्रवादको कुरा निक्लिएछ, देशको कुरा निक्लिएछ, जनताको कुरा निक्लिएछ। ठुक्क लाज लाग्दैन? देश र जनताको माया लाग्ने भए देशका कल कारखाना किन तहस नहस बनायौ? देशका कल कारखाना किन बेच्यौ? नेपाली जनताको भविष्य किन अन्धकारमा धकेल्यौ? महाकाली जस्तो घातक सन्धि किन गर्यौ? तिमीहरूले गरेको महाकाली सन्धिले आज कति नेपाली जनता पीडामा र मर्कामा परेछन् थाहा छ तिमीहरूलाई? अझै आदर्शका कुरा गर्ने, राष्ट्रवादका कुरा गर्ने, देशको कुरा गर्ने, जनताको कुरा गर्ने लाज लाग्दैन? यो देश बनाउनलाई, यो देशबाट लुटतन्त्रको अन्त्य गर्नलाई, दादागिरी र गुण्डागर्दीको अन्त्य गर्नलाई नेपाली जनताले एमाले काङ्ग्रेसको अन्त्य गर्नै पर्छ। एमाले काङ्ग्रेसको अन्त्य गर्नका लागि नेपाली जनताले अर्को चुनाव पर्खिनै पर्छ। अर्को चुनावमा एमाले काङ्ग्रेस एउटै खाल्टामा हाल्न सकियो भने नरह्यो बाँस, नबज्यो बाँसुरी।